चाउचाउ मात्रै कति खाएको खाना चाहिँ खानु पर्दैन भनेर चाहिँ नभन्नु है। भात नै खान्छु के म त, चाउचाउ त त्यो 2-4 दिनमा एकपटक मात्रै हो। आज चाहिँ म केराउको दाल र आलु मिक्स गरेर पकाउँदैछु। केराउ त मलाई मन नै पर्दैन के, झन् केराउ मात्रै पकाउनु पर्छ, झोल मात्रै टङ्लङ्गै हुन्छ के। खासमा मैले चाहिँ पानीपुरी बनाउनु पर्ला भनेर चाहिँ यो केराउ भिजाएको थिएँ, अनि आज भएन बनाउने, त्यही भएर चाहिँ दाल बनाउँदैछु। यता मेरो चटनी पनि पाक्दैछ अनि यतिकैमा दाल पनि पाकिसकेको थियो। मैले चाहिँ यसलाई मजाले चलाएँ यतिको हुने बेलासम्म, अनि अर्को भाँडामा चाहिँ खन्याएँ, माम पनि त पकाउनु पर्यो। मेरो खाना पनि रेडी भइसक्यो अनि म चाहिँ लाग्यो ग्वाम लाएर भात खान। अघि केराउ मन पर्दैन भन्ने मनै हो के, अहिले हेर्नु त यस्तो मिठो गरेर खाइरहेको छु। साँच्चै भन्नुपर्दा चाहिँ एकदमै मिठो भएको थियो के। खाना खाएर चाहिँ म लाग्यो भाँडा धुन, अनि खाना खाइसकेपछि त भाँडा पनि धुनु पर्यो है। म त पुरा रिसाएको जसरी पो भाँडा माजिरहेको छु त। हुन त रिसै उठिरहेको हुन्छ भाँडा धुने बेला चाहिँ। खाना खाँदाखेरि चाहिँ मजा आउने अनि भाँडा धुँदाखेरि चाहिँ झ्याउ लाग्ने। हुन त आजभोलि चाहिँ म एकदम अल्छी भएको छु। यस्तो हुँदो रहेछ क्या, कामहरू चाहिँ धेरै हुँदाखेरि कतिखेर काम सकाउने होला भनेर छिटो छिटो गरिदो रहेछ। अरू केही काम नभएपछि त यस्तै हो क्या, आफूले खाएको भाँडा धुन पनि अल्छी लाग्ने अनि आफूले लगाएको लुगा धुन पनि अल्छी लाग्ने। झन् यो गर्मीमा त लास्टै अल्छी भइदो रहेछ क्या। मैले चाहिँ लुगाहरू धोएर पनि नुहाइसकेँ, सबै लुगाहरू पनि सुकाएँ, अनि त्यसपछि चाहिँ मैले भिडियोहरू बनाएको छु, हेर्न चाहिँ नबिर्सिनु होला।